अशोक नुपा रहेछ, साङ्गुदी सकमा नुपा रहेछ, सिक्किम नुमा नुप्ली रहेछ, एकमा नुपामा नुपा रहेछ। जन्म विक्रम सम्वत 2013 3 29 गते, स्वर्गरण विक्रम सम्वत 2083 साल साउन 3 गते, विराङ्गत मेचनगर 11 शशि गणेश सामचुवानको पुग्ने पिता जनबहादुर सामचुवान, नई नीति 2083 साल साउन 3 गते 27 वर्षको उमेरमा भएपछि समस्त परिवार अत्यन्त मर्मत भएको छ। जिल्ला काठमाडौँ गाविस 8मा बुबा माइली सामचुवान र आमा मङ्गली माया सामचुवानको साना सुपुत्रको रूपमा विक्रम सम्वत 2013 साल असार 29 गते जन्म भई धुर्की गरी विक्रम सम्वत 2037 सालमा माया मादनसँग एक बन्धनमा बाँधिने भई जीवनयापनको क्रममा 2051 साल हापाको मेचनगर 11 भाइगन टोलमा स्थायी बसोबास गर्दै आउनु भएको यो जनबहादुर सामचुवान अत्यन्त मिलनसार समाजसेवी भाषी एवं सामचुवान परिवारको एक अप्रिय व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले परिवारले एक असल अभिभावक गुमाउनु परेको छ र उहाँको देहान्त परियोजन तथा समाज अपूर्णीय क्षति पुग्नु पुगेको छ भन्ने सिङ्गो समाज नै शोकमग्न बनेको छ। अन्त दुःख यस घडीमा रहनु हुने उहाँका सुकाले परिवार जन छोरा बुहारी गणेश सनम खन्दा सामचुवान र ठाकुर सिंह प्लस इन्दिरा एन्डेन सामचुवान, छोरा इलाराज सामचुवान, छोरा बुहारी दुर्गा प्रसाद र मुना धेरै सामचुवान, नातिनीहरू विशाल साइन्सा जानकी जेसेमा किन्ना सामचुवान लगायत सम्पूर्ण सामचुवान परिवार अत्यन्त इष्टमित्र जन पर्न गएको सहन गर्ने आत्मबल साझेर निवासनले प्रदान गरून् भन्दै शोक प्राप्त परिवारजन गहिरो दुःखद एवं संवेदना प्रकट गर्दै साथै विगत आत्माको चिर शान्तिको कामना सहित आफ्नो श्रद्धाञ्जलि गर्दछ। महासचिव सञ्जय सिंह, अध्यक्ष वीरबहादुर इन्डेल, कोषाध्यक्ष मा फेरि विराटको परिवार यो संवेदना पत्र हस्ते गरिदिन हाम्रो मेचनगर 11 र हाम्रो सल्लाहकार कार्यकारी उहाँको चिर शान्ति आत्माले शान्ति पाओस्, हाम्रै वैकुण्ठमा बास होस् सबैजना भन्दै हामीले आर्थिक सहयोग अस्ति हामीले व्यस्तता भ्यायौँ त उहाँले के अरे कात्रो किन्ने भने मलाई चाहिँ हामी 2000 किनेको थियो, त्यो पनि उहाँले नै ल धन्यवाद छ सामचुवान परिवारको तर्फबाट, शोकाकुल परिवार, गणेश कवच ठाकुर सिंह लगायत सम्पूर्ण परिवारको तर्फबाट किराँती कुटुम्बलाई संवेदना यहाँ प्रकट गर्नुभएकोमा हार्दिक धन्यवाद दिँदै हाम्रो संवेदना कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। खै लु त यो खै कान्छी दिदी ए